परमेश्वरलाई महिमा भएको होस्। साथै सबैजनालाई जय मसीह। आज तपाईहरुको माझमा यो युट्युबको भिडियो माध्यमबाट म तपाईहरुलाई केही उत्साहको कुरा भन्न गइरहेको छु। आज मेरो युट्युब च्यानलमा आइदिनु भएको निम्ति धेरै धेरै धन्यवाद। अनि मेरो च्यानललाई फलो, सब्स्क्राइब, लाइक अनि शेयर गरिदिन नभुल्नु होला। अनि आज तपाईहरुको बीचमा केही कुराहरू ल्याउन गइरहेको छु। आजको शीर्षक छ प्रेम अथवा लभ। प्रेम भनेको एउटा गहिरो भावना हो जसले वस्तु, प्राणी वा विचारसँग आत्मीय स्थापना गर्छ। जसले प्रेमले व्यक्ति र समाजलाई जोड्न महत्त्वपूर्ण खेल्छ। जसले जीवनलाई अर्थपूर्ण र आनन्दमय बनाउँछ। अनि प्रेमले नै आज मानिसको जीवनमा चाहिँ एउटा बलियो निर्माण हुने चाहिँ काम भनेको चाहिँ प्रेम हो। अनि प्रेम चाहिँ आज मैले दुईटा कुराको ल्याएको छु। मानिसको प्रेम र परमेश्वरको प्रेम अथवा बाइबलीय प्रेम। आज बाइबलमा हामीले धेरै ठाउँमा प्रेमको विषयमा पाउन सक्छौँ। अनि यूहन्ना 3:16 त्यस्तै गरी यूहन्ना 3:16 भन्दछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन। आज यो वचनले हामीलाई भन्दछ हाम्रो परमेश्वरले चाहिँ उहाँको एकमात्र प्रिय पुत्र, अरू होइन, एकमात्र प्रिय पुत्र चाहिँ आज हाम्रो माझमा उहाँले दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् भन्नको निम्ति उहाँले एकलौटे पुत्रलाई चाहिँ आज हाम्रो लागि संसारमा पठाउनु भयो। आज संसारमा पठाएर उहाँ केवल हिँडडुल मात्र गर्नु भएन, सुसमाचार मात्र सुनाउनु भएन कि उहाँ क्रुसमा टागिनु भयो। मानिस जातिको पापलाई क्षमा गर्नको निम्ति चाहिँ उहाँ क्रुसमा टागिनु भयो। अनि कोराको चोट सहनु भयो। त्यो रगतहरू बगाइकन हामीलाई चाहिँ मोल तिरेर किन्नुभयो। आज बाइबलमा हामीले धेरै ठाउँमा पाउन सक्छौँ। अनि बाइबलीय प्रेम चाहिँ भावना वा आकर्षणमा मात्र सीमित छैन, तर यो एक समर्पित जीवनशैलीसँग पनि सीमित छ। बाइबल अनुसार साँचो प्रेम भलो, निस्वार्थ र दयालु हुन्छ, जसले अरूको कल्याणको लागि आफूलाई समर्पित गर्छ। आज जसरी येशू ख्रीष्टले मानिस जाति बाँचोस्, मानिस जातिको प्राण बाँचोस्, मानिस जाति स्वर्ग जाओस् भन्नका निम्ति उहाँ चाहिँ क्रुसमा टागिनु भयो। आज मोल तिरेर तपाईहरूलाई किन्नुभयो। अनि आज मानिसको प्रेम चाहिँ कस्तो हुन्छ भने बाइबलीय र मानिसको प्रेममा धेरै फरक हुन्छ। किनभने बाइबलीय प्रेम बिना स्वार्थ प्रेम गरिन्छ भने मानिसको प्रेममा स्वार्थ हुन्छ। अनि र केही पाउनको लागि मात्र मानिसले प्रेम गर्छ। आज मानिसको प्रेममा हामी हेर्छौँ भने आज परिवारले पनि केही पाउने इच्छाले मात्र आफ्नो सन्तानलाई प्रेम गर्छ। अनि आफ्नो सन्तानले पनि केही पाउनको लागि मात्र आफ्नो आमा बाउलाई माया गर्छ। अनि जसरी अहिलेको जेनेरेसनमा हेर्ने हो भने गर्लफ्रेन्ड बोयफ्रेन्डले केही पाउनको लागि मात्र केही कुरा अरू व्यक्तिबाट त्यो एक्सपेक्ट हुन्छ अनि मात्र माया हुन्छ। अनि आज बाइबलमा हामीले 4 प्रकारको प्रेम पाउन सक्छौँ। एउटा अगापे, फिलियो, इरोस अनि स्टोगे। आज 4 प्रकारको प्रेम आज हामीले पाउन सक्छौँ। अनि अगापे प्रेम भनेको चाहिँ के हो भने बिना शर्तको प्रेम, आज जो येशू ख्रीष्टले मानिस जातिलाई गर्नुभयो। अनि फिलियो प्रेम भनेको चाहिँ साथी र भाइहरू बीच हुने प्रेम। अनि इरोस प्रेम भनेको चाहिँ यौन वा कामुक इच्छा हो। अनि स्टोगे भनेको चाहिँ पारिवारिक प्रेम। आज अगापे प्रेम भनेको चाहिँ के हो भन्ने कुरा चाहिँ आज हामीले यूहन्ना 13:34 र 35 पाउन सक्छौँ। अनि म तपाईहरूको निम्ति पाठ गर्नेछु। एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु, तिमीहरू एक अर्कामा प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरू पनि एक अर्कामा त्यस्तै प्रेम गर। यदि तिमीहरूले एक अर्कालाई प्रेम गर्यौ भने यसबाट सबैले जान्नेछन् कि तिमीहरू
मेरा चेलाहरू हौ। आज येशू ख्रीष्टले हामीलाई भन्दै हुनुहुन्छ कि आज तिमीहरूले प्रेम गर्यौ भने चाहिँ तिमीहरू चाहिँ मेरा चेला हौ भन्ने चाहिँ थाहा पाउनेछन् भनेर चाहिँ आज हामीलाई यो पदले स्पष्टसँग भन्दछ। अनि यो पदमा हामी पाउन सक्छौँ कि येशू ख्रीष्टले जस्तो प्रेम हामीले पनि गर्नुपर्छ। उहाँले आफ्नो प्राण दिनुभयो क्रुसमा, मानिसको पाप धुनको लागि चाहिँ उहाँ क्रुसमा टागिनुभयो। येशू ख्रीष्टले हामीलाई नयाँ आज्ञा दिँदै हुनुहुन्छ यो पदमा, तिमीहरूले एक अर्कालाई प्रेम गर। आज प्रेम भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। अनि एक अर्कालाई चाहिँ प्रेम गर भनेर चाहिँ येशू ख्रीष्टले आज मानिसहरूलाई भन्दै हुनुहुन्छ। अनि अर्को प्रेम भनेको चाहिँ फिलियो प्रेम। यो प्रेम विशेष गरी साथीभाइसँग जनाउँछ। हामीले कसरी साथीभाइसँगको प्रेम भन्ने कुरा चाहिँ हामीले पाउन सक्छौँ। पहिलो इतिहास 18को 1देखि 3सम्म। अनि यहाँ स्पष्टसँग भन्दछ, दाउदले साउलसँग बातचित गरिसकेपछि जोनाथन दाउदसँग आत्मामा एक भएर आफूलाई झैँ तिनलाई प्रेम गर्न लागे। त्यस दिनदेखि साउलले दाउदलाई आफूसित राखेर आफ्ना बुबाको घरमा फेरि जान दिएनन्। जोनाथनले दाउदलाई आफैलाई झैँ प्रेम गरेका हुनाले जोनाथनले तिनीसँग एउटा करार बाँधे। आज दाउद र जोनाथनको एउटा साथीभाइको प्रेम चाहिँ आज हामीले यो पदमा पाउन सक्दछौँ। आज कस्तो प्रेम चाहिँ आज जोनाथन र दाउद बीच थियो भन्ने कुरा चाहिँ हामीले फिलियो लभमा पाउन सक्छौँ। अनि इरियोस लभ भनेको चाहिँ यो प्रेम भनेको चाहिँ यौन वा कामुक हो। बाइबलले स्पष्टसँग भन्दछ कि पति र पत्नीसँग मात्र यो प्रेम हुनुपर्छ। आजभोलि त गर्लफ्रेन्ड बोयफ्रेन्डमा, साथीभाइमा अनि अरू मानिसहरूसँग पनि यो प्रेम चाहिँ आज विवाह अगाडि नै, आज विवाह गर्नुभन्दा अगाडि नै यो यौनहरूमा फसिरहेका छ कति व्यक्तिहरू। अनि परमेश्वरले भन्दै हुनुहुन्छ पहिलो कोरिन्थी 6:18 हामीले पाउन सक्छौँ कि स्पष्टसँग। अनि यहाँ यस्तो भन्दछ, व्यभिचारदेखि अलग बस। जुनसुकै पाप जो मानिसले गर्दछ त्यो शरीरबाट बाहिर हुन्छ, तर व्यभिचार गर्ने मानिसले आफ्नो शरीरको विरुद्धमा पाप गर्दछ। तिनीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ र उहाँ तिमीहरू भित्र बास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयं आफ्नो होइनौ, तिमीहरू मोल तिरेर किनेका हौ, यसकारण तिमीहरूको शरीरमा परमेश्वरको महिमा गर। आज पहिलो कोरिन्थी 6:18देखि 20सम्म हामीले स्पष्टसँग पाउँदछौँ कि व्यभिचारदेखि चाहिँ अलग बस। आज कति पटक हामी व्यभिचारमा फसिरहेका हुन्छौँ, व्यभिचारहरू गरिरहेका हुन्छौँ। आज परमेश्वरले भन्नुभएको छ अरू सबै पाप चाहिँ शरीरको विरुद्धमा हुन्छ, तर व्यभिचार चाहिँ आत्माको पाप हो भनेर चाहिँ आज हामीलाई पहिलो कोरिन्थी 6:18ले भन्दछ। स्टोगे लभ भनेको चाहिँ यो प्रेम भनेको चाहिँ परिवारप्रति गरिने प्रेम हो। आमा बुबाले छोराछोरीलाई, छोराछोरीले आमा बुबालाई, भाइले दाजुलाई आदि परिवारभित्र हुने प्रेमलाई चाहिँ पारिवारिक प्रेम भनिन्छ। अनि यो चाहिँ हामीले रोमी 12:10 हामीले पाउँदछौँ। भात्र प्रेमसँग एक अर्कालाई प्रेम गर, आफूलाई भन्दा बढी अरूलाई आदर गर। आज यो पदले हामीलाई स्पष्टसँग भन्दछ एक अर्कामा प्रेम गर, आफूलाई भन्दा बढी अरूलाई प्रेम गर। आज रोमीको पुस्तकमा पाउलले हामीलाई स्पष्टसँग भन्दछ कि
आफूलाई भन्दा अरूलाई बढी प्रेम गर भनेर चाहिँ आज हामीलाई स्पष्टसँग भन्दछ। आफूलाई भन्दा बढी चाहिँ अरूलाई प्रेम गर्न चाहिँ एकदमै जरुरी छ भनेर आज यो पदले भन्दछ। अनि आज महत्त्वपूर्ण प्रेम क्रिस्चियन जीवनको लागि के हो भन्दाखेरि चाहिँ हामीले मत्ती 22:37 देखि 39सम्म हामीले पाउँदछौँ। उहाँले तिनीहरूलाई भन्नुभयो, तैँले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर। महान र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु। सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यही दुई आज्ञाहरू हुन्। यीशु ख्रीष्टले हामीलाई महान आज्ञा दिँदै हुनुहुन्छ कि तेरो आफ्नो परमेश्वरलाई चाहिँ सारा प्राणले र सारा हृदयले चाहिँ प्रेम गर। अनि दोस्रो कुरा चाहिँ हो छिमेकीलाई पनि आफूलाई जत्तिकै प्रेम गर भनिरहेको छ। आज यो वचनले, आज यो पदले आज कतिपटक हामीले छिमेकीलाई, आज हाम्रो साथीहरूलाई, आज हाम्रो परिवारहरूलाई आज आफूलाई जतिको प्रेम चाहिँ गर्न सकिरहेका हुँदैनौँ। आज चुनौतीको कुरा यही छ कि परमेश्वरलाई आफ्नो सारा प्राणले, सारा हृदयले प्रेम गर अनि छिमेकीलाई प्रेम गर। आज यो चुनौतीको वचन आज तपाईँहरूको माझमा तपाईँले निहाल्नुहोस् कि तपाईँले छिमेकीलाई प्रेम गर्दै हुनुहुन्छ कि हुँदैन। तपाईँले आफ्नो परमेश्वरलाई प्रेम गर्दै हुनुहुन्छ कि गर्नुभएको छैन, तपाईँले निहाल्नुहोस्। हामीले प्रेमको विषयमा धेरै ठाउँमा पाउन सक्छौँ। हुन्छ, आजको वचनलाई म यहीँ राख्दछु। हुन्छ, जय मसीह। परमेश्वरलाई महिमा भएको होस्। अनि अन्तमा फेरि पनि म भन्न चाहन्छु, मेरो यो युट्युब च्यानललाई लाइक, सब्सक्राइब अनि सेयर गरिदिनु होला। हुन्छ, धन्यवाद।